नमस्कार। किन आके त यहाँ? मलाई अनुसँग कुरा गर्नु छ, एकचोटि बोलाइदिनु न। भान्जी अब तिमीहरू कसैसँग भेट्दैन। तँमा अलिकति लाज सरम भन्ने कुरा छैन है? जब त्यो रमेशको लागि छँदा खाँदाको त्यस्तो राम्रो घर लतालिङ्ग पारेर पहिला छोडेर आइस। तपाईहरुलाई मेरो बारेमा केही पनि थाहा छैन, त्यही भएर थाहा नभएको कुरामा यत्तिकै नबोल्नु होला। हामीलाई सब थाहा छ। तैँले तेरो लोग्नीसँग सम्बन्ध विच्छेद गर्न आएको कुरा झुटो हो। त्यही त नि, अझै आफै ठिम्किँदै रहेछ। लु भन् त, तैँले तेरो कोही किन छोडेर राख्योस्? सबै कुराहरू तपाईहरुलाई भन्न जरुरी छैन। मलाई अहिले अनुसँग भेट्नु छ। घनश्याम बा एकचोटि बोलाइदिनु न। सुनिनस्, भान्जी अब तिमीहरूसँग भेट्दैन भनेको? किन भेट्नुहुन्न? जब निभाउन सक्नुहुन्न थियो भने किन गर्नुभयो रमेशलाई माया? यसरी माया गरेर एक्कासी बिचमा बाटो मोड्न पाइन्छ? अनुलाई रमेशको के कुरा चित्त नबुझेको हो आएर भन्नु पर्यो नि। भान्जीलाई तिमीहरूको नियत चित्त नबुझेको। रमेशलाई मेरो भान्जीसँग मायाको नाटक गर्न आएर उनको सारा सम्पत्ति कुम्ल्याउने तिमीहरूको नियत चित्त नबुझेको। तेरो पोइ छोडेर रमेशसँग आउन लागेको कुरा चित्त नबुझेको। यो सब झुट हो। रमेशले होइन, सुरुमा तपाईको भान्जीले हो रमेशलाई माया गरेको। रमेशले अनुलाई माया गर्दिन भनेर यो घर छोडेर हिँड्दा पनि तपाईहरु नै खोज्दै आउनु भएको होइन? अहिले आएर जे कुरा चित्त नबुझे पनि एक्कासी चटक्क छोड्न पाइन्छ? लु भो, धेरै भाषण नछाड। लन्डनमा उहाँ भान्जीको ठुलो व्यापारीको छोरासँग बिहेको कुरा चल्दैछ। त्यही भएर पर्सि फर्किँदै हुनुहुन्छ। अब हामी भान्जीलाई तिमीहरूको कुनै पनि बहकाउमा पर्नै दिन्नौ। मलाई जसरी भए पनि एकचोटि अनुसँग भेट्नु छ। म उहाँलाई नभेटिकन जान्न। अब मेरी भान्जी तिमीहरू कसैसँग भेट्दिनु भनेर सुन्ने? जा यहाँबाट। अनि जान्छ शीतला घरैसम्म लर उतार आऊ। भेटिसनुलाई के भयो? किन नबोलेको? अनुहरू पर्सि फर्किँदै हुनुहुन्छ अरे। कहाँ? लन्डन। कसले भनेको? अनुले भनेको? केशरी आमाले भन्नुभएको। अनुसँग त मलाई भेट्नै दिएनन्। तिनीहरूले त जे पनि भन्छन्। झुटको खेती गर्न जानेको मान्छे हुन् तिनीहरू। तिनीहरूलाई आफ्नो स्वार्थ बाहेक अरू कसैको भावनासँग मतलब छैन। तर अनु यति कठोर हुनु होला भनेर मैले त एक मनमा पनि सोचेको थिइनँ। अनु कठोर होइन नि सीधा। घनश्याम र केशरी आमाले भड्काइरहेछन् तिनलाई। उनीहरू कसरी हुन्छ हामीलाई एक हुन नदिन लागि परिरहेका छन्। कागले कान लग्यो भन्दैमा पहिला आफ्नो कान छाम्ने कि कागको पछाडि दौडिने? एकपल्ट आफूले माया गरेको मान्छेको कुरा सुन्नु पर्दैन? कमसे कम तिमीलाई तेरो के कुरा चित्त नबुझेको हो त्यो स्पष्ट त भन्नुपर्छ नि। हुन त मैले तेरो बारेमा धेरै कुरा गरेको भएर होला तिनको चित्त दुखेको। तर मैले त पहिले तिमीलाई सबै कुरा स्पष्ट भनिदिएको थिएँ। सीता मेरो साथी मात्रै हो अनि तपाईँ मेरो हुनेवाला जीवन साथी। सबै कुरा थाहा पाए आफै लभ गर्ने अनि अहिले आएर धोका दिन पाइन्छ? सीता मलाई जसरी हुन्छ अनुसँग भेट्नु छ। भेटेर किन एक्कासी बदलिनु भयो? जवाफ माग्नु छ। जबसम्म अनुको मुखबाट उत्तर पाउँदिनँ तबसम्म मेरो मुटु भतभती पोलिराख्नेछ। मुटु नै पेरेर गाँठो परिराख्नेछ सीता। तिनले तँलाई भेट्नै खोजिराखी छैनन् त के गर्नु? ती माथि केशरी आमा र घनश्याम बा ढोकामै चौकीदारी गरेर बसिरहेका छन्।
केही गरी अनु साँच्चीकै पर्सि फर्किने हुनु नै रहेछ भने त सक्यो। हे भगवान्, के गरौँ म, के गरौँ? सीता, किन मायामाथि धेरै पीडा हुन्छ? रमेश 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 ल पर्सि राति 10 बजेको टिकट फाइनल भयो। अब मामु र छोरी पर्सि लन्डन उठ्छौँ। के कुरा हुँदैछ आमा छोरीको? दाइ, मैले पर्सि राति 10 बजेको टिकट फाइनल गरेँ। ए हो, त्यसो भने नानी तपाईँहरू उता पुगेपछि हाम्रो लागि पनि के गरिदिनु पर्ने सबै गरिदिनुहोस् है। भान्जीको बिहेसम्म हामी पनि त त्यहाँ पुग्नु पऱ्यो नि, होइन र? भिसाको प्रोसेस भन्न, त्यो त बहिनीहरूले उताबाट स्पोन्सरको कागज पठाइदिएपछि यहीँ हामीले भिसाको लागि के गर्नुपर्छ, होइन त? त्यो त हो दाइ। अनि नि म त लन्डन पुगेपछि जिन्सको प्यान्ट लाउने हो, अनि यहाँसम्म छोप्ने लामो कालो कोट लाउने हो, अझ टाउकोमा कालो चस्मा लाएर हिँड्ने हो। ल ल हिँड्नु होला भाउजू। भान्जी ठिक त छौ नि? ल हेर त, कहाँ महलमा बस्नुपर्ने हाम्रै भान्जी झन्डै त्यो रमेशले गर्दा झुपडीको बास भएको। अनपढ गमार भए पनि कतिसम्मको स्याल रहेछ भने नि त्यो। हाम्रै भान्जीलाई माया जालमा फसाएर भित्रभित्रै त्यो सितेसँग बिहे गर्ने दाउमा रहेछ त्यो च्याल। छ्या 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 छ्या, यस्तो कुबुद्धि पनि मान्छेलाई कहाँबाट आउँछ? रमेशले होइन, मैले माया गरेको उसलाई। उसले त बस मेरो मायालाई नकार्न नसकेको मात्र हो। साँच्ची भन्नुपर्दा रमेशको मनमा म भन्दा बढी सीताको माया छ। उसको दिमागमा सीता बाहेक अरू कोही पनि छैन। यही कुराले मलाई चित्त दुखेर म उसँग टाढा हुन खोजेको हो। त्यस्तो केही होइन के भान्जी, त्यो भन्छन् नि बाउनले च्याउ खाओस् न स्वाद पाओस् भनेर, त्यस्तै भएको हो त्यो स्याललाई। ल हेर त, हाम्रो यस्तै फुल जस्ती सुकोमल सर्वगुण सम्पन्न भान्जीको माया नबचाओ त्यो गौवारलाई। के गरिदिएका थिएनौँ हामीले त्यसलाई? भएभरको सबै सुख सुविधा दिएका होइनौ र? तर त्यो कुकुरलाई घिउ कहाँ पस्थ्यो र? अब यी सब कुरा छोडिदिउँ। हामी पर्सि फर्किनु छ, धेरै कुराको तयारी गर्नु छ। छोरी, नेपालबाट के चिनो लग्ने हो मामालाई भनिहाल। मलाई यहाँको सबै कुराहरू बोल्नु छ, किनकि मलाई यहाँको जुनै चिजले पनि बिजाउँछ। त्यसैले म यहाँको कुनै पनि चिज लान चाहन्न, चाहे त्यो केही सामान होस् या रमेशको याद। अनु, एकचोटि तल आउनु न, तपाईँसँग कुरा गर्नु छ। अनु, आउनु न एकचोटि तल।
तिमीहरूलाई मेरो घरमा मुख देखाउनु नआयो भने होइन? अहिले तिमीहरूले गर्न खोजेको के हँ? किन बारम्बार हाम्रो भान्जीलाई सताउन आएको? यिनीहरूलाई त भान्जीलाई मानसिक तनाव दिए भनेर पुलिस चौकी लानु पर्ला जस्तो छ। मानसिक तनाव त्यहाँ मात्र होइन, यहाँ पनि भइरहेको छ। अनु तपाईँ एक्कासी किन यसरी बल्दिनु भएको? माया गर्ने मान्छेले पनि कहीँ यसरी मुख फेर्छन्? अझै त्यहाँ बसेर कराइराख्छिस्? कुरोको जाने भेजा होइन भने त्यहाँ आएर जगल्टन नपरोस्। हो, मुखमै नलाग। बहिनी, भान्जीलाई भित्र लिएर जाऊ। यिनीहरूलाई के गर्नुपर्छ मैले जानेछु। किन जाउँछु? अनु एकचोटि मसँग कुरा गर्नु, त्यसपछि म तपाईँलाई के पनि भन्दिनँ। किन भनेको? अनु एकचोटि त कुरा गर्नु मसँग। अनु पख तिमीहरूलाई आज अनुको मुखबाट जवाफ नसुने यहाँबाट जान्नु। मलाई जसरी हुन्छ अनुसँग कुरा गर्नु छ सीता। रमेश, तँलाई मैले मेरो आँगन नटेको भनेको होइन। तँ जस्तो अनपढ गवारहरूलाई मैले भान्जी गई बनाउँछु होइन, कसरी सोचिस्? मलाई अनुसँग कुरा गर्नु छ। ए, कुरा गर्नु छ? भान्जीसँग कुरा गर्ने त भान्जीलाई छाया पनि पर्दैन दिनु तेरो। तपाईँको भान्जीले यसलाई माया गर्छु भनेको र हामी तपाईँहरूकै भान्जीको मुखबाट सुन्न चाहन्छौँ। यसलाई किन धोका दिइरहेकी छिन् भनेर। यसलाई उचाल्ने तै होस्। तँलाई त जुन हातले तपाईँको गुलामी गरे त्यही हातले तपाईँलाई पिट्दा मजा नआउला। त्यसैले जे भन्नु छ, जति पिट्नु छ मलाई भन्नु, मलाई पिट्नु। तर सीतालाई छुन मात्र खोज्नुभयो भने तपाईँको लागि म जति नराम्रो अरू कोही हुनेवाला छैन, याद राख्नु। जहाँ मायाको कदर हुँदैन त्यहाँ गिडगिडाउनुको कुनै पनि फाइदा छैन। त्यसैले आजबाट म अनुलाई मेरो मनबाट सधैँको लागि निकालिदिन्छु। हिँड। त्यो रमेशी औषधिले उहाँको घाँटी न्याकेर झन्नै मारेन, राक्षस भइसक्यो त्यो। अब त त्यसले हामीलाई जे पनि गर्न सक्छ। यी गरिबहरू दया र मायाका लायकै हुँदैनन् के? मैले त्यसलाई यो घरमा ल्याएर नपालेको भए त्यो उहिले मरिसक्थ्यो। झन् घरमा ल्याएर पाली, खान दिएँ, लाउन दिएँ, हृष्टपुष्ट र बलियो बनाएँ। तर मैले त सर्पला दुध खुवाइरहेको रहेछु। त्यसको परिणाम आज नराम्रोसँग देखाइदियो नि। तपाईँ आफै भन्नुहोस् त नानी, त्यसका बाबुआमाले त्यसलाई जन्म दिएर बेवारिसी बनाएर गए। हामीले झन् उठाएर ल्याएर सानैदेखि गुमुत सोरेर पालेका थियौँ। यसरी आफैलाई जीवनदान दिने मान्छेमाथि हात उठाउन पाइन्छ? घाँटी न्याकेर मार्न खोज्ने हो? कहाँसम्मको बैगुनी र अपराधी रहेछ भने नि त्यो। यी गँवारहरू बाहिरबाट हेर्दाखेरि जति सोझा र मायालु देखिन्छ नि, भित्रबाट हेर्दाखेरि त्यति नै जङ्गली राक्षसी हुन्छन्। भान्जीसँग जवाफ माग्नु पर्यो रे। हाम्रो भान्जीले त्यसलाई माया गरेको जवाफ चाहियो रे। त्यसलाई मेरो जवाफ चाहिएको होइन, अब म दिन्छु त्यसलाई जवाफ। के भनेकी छोरी? मेरो मामाको घाँटी समाएर मार्न खोज्दै त्यो जङ्गलीलाई म जवाफ राम्रोसँग दिएर आउँछु। कता लाग्नुभएको? रमेशलाई जवाफ दिन माइजू। हुन्न मान्छे नजाऊ, त्यो मूर्ख हो। मूर्खहरूको केही भर हुँदैन, त्यसले तिमीलाई जे पनि गर्न सक्छ। नरोक्नु दाइ उसलाई। मेरो छोरी लडतरो मान्छे होइन। आफ्नो मामाको घाँटी न्याक्नेलाई उसले गएर जवाफ दिनै पर्छ। जाऊ छोरी, त्यसलाई के जवाफ चाहिएको राम्रोसँग दिएर आऊ। तर नबिर्सनु, त्यसले तिम्रो मामाको घाँटी न्याकेको छ। किन पठाउनु भएको नानी? त्यसले फेरि ललाइ फकाइ गरी आफ्नो बसमा पार्न सक्छ भान्जीलाई। मेरी छोरीको आँखामा अब त्यो प्रति माया होइन, रिस छ।
र रिसमा भएको मान्छे कसैको माया र बहकाउमा आउन सक्दैन, किनकि रिस आगो हो, यसले त केवल जलाउँछ। भनेपछि अब हाम्री भान्जीको रिसले त्यो रमेशलाई जलाउनेछ र खरानी बनाउनेछ। ठिक भन्नुभयो दाइ तपाईँले। अब म यो गाउँमा बस्न सक्दिनँ सीता, यो गाउँ छोडेर जान्छु। कहाँ जान्छ यो गाउँ छोडेर? थाहा छैन कहाँ जान्छु, के गर्छु, केही पनि थाहा छैन। तर म अब यहाँ बस्न सक्दिनँ। म यहाँ बसिरह्यो भने अरूको यादमा पागल हुन्छु। भावीले हाम्रो भाग्यमा पनि के लेखे तर म बिच त्यति धेरै माया हुँदाखेरि पनि हामीलाई कहिले एकअर्कासँग नजिक हुन दिएनन्। जसको नजिक भयो उनीहरूबाट कहिले माया पाएनौ। माया गर्नेको साथमा भएनौ, साथमा हुनेको माया पाएनौ। भन, के जवाफ चाहन्छौ तिमी? के सुन्न मन छ तिमीलाई मेरो मुखबाट? छिटो भन, के जवाफ सुन्न चाहन्छौ तिमी मेरो मुखबाट? अनु, तपाईँ नबोल्नु। तपाईँ यहाँ बोल्नुपर्ने केही कारण छैन। मलाई यो मान्छेसँग कुरा गर्नु छ। मेरो मामाको घाँटी न्याकेर खुब मर्दा भयो भन्ठानेको होला होइन? तपाईँको मामाले बाउआमा नभएको बेवारिसेलाई मेरो मामाले ल्याएर पाल्नु भयो। खाना दिनुभयो, लाउन दिनुभयो, हुर्काएर यत्रो लाठे बनाउनु भयो। त्यही मामाको घाँटी समात्यो होइन आज? मैले यतिकै तपाईँको मामाको घाँटी समातेको होइन। कसरी समात्न सक्यो तिमीले मेरो मामाको घाँटी? जाबो केही नकामको हलीलाई मैले माया गरेँ, त्यही भएर तिमीले मेरो मामालाई हेपेको हो। मैले तिमीलाई मेरो टाउकोमा राख्न खोजेकोले तिम्रो हात मेरो मामाको घाँटीसम्म पुगेको। मलाई माफ गरिदियो। मैले तिमी जस्तो मान्छेलाई मन पराएँ, माया गरेँ। मबाट ठुलो भुल भयो, ठुलो गल्ती भयो मबाट। तिमीलाई मेरो मुखबाट म तिमीलाई माया गर्छु कि गर्दिनँ भन्ने कुरा सुन्नु छ होइन? कान खोलेर सुन। म तिमीलाई माया गर्दिनँ, अलिकति पनि गर्दिनँ। त्यसैले अब मेरो छेउमा त के, मेरो मामा घरको वरिपरि पनि तिम्रो अनुहार देखाउन नआउनु। झ्याउ लाग्छ र ढुक्क हो। तिमीलाई मात्र होइन, अब आइन्दा झुक्केर कुनै पनि गरिबलाई माया गर्ने भुल गर्ने छैन।
भान्जी भेट्नु पो त्यसलाई, त्यसले तपाईँलाई केही त गरेन नि? चिन्ता नलिनुहोस् माइजू, मलाई केही गर्न सक्ने हिम्मत छैन त्यसको। मेरो मन त कस्तो आत्तिरहेको थियो। के भयो त्यहाँ? के भन्यो त्यसलाई? अब सबैजना ढुक्क हुनुभयो हुन्छ। यो घरमा पाइला टेक्ने हिम्मत गर्दैन त्यसले। अनु मेरो छोरी हो, उसलाई जुन कुरा मन पर्दैन त्यो कुरा फर्केर कहिल्यै हेर्दिन। यहाँ रहेछ, म बेचेर आउँछु। त धेरै जान्ने न हो त, मारवाडी मात्र धितो राख्ने हो त्यो नौगेडी फुर्कनले। म राख्छु। तपाईँ चाहिँ धेरै जाने नहुनु, त्यो अलक्षीलाई दिएको गहना किन राख्ने? म दुइटै बेचा चढ आउँछु। पर्दैन के बाबु, बेकारमा तेरो बाले थाहा पायो भने मार्छन्। बेच्नै परेपछि बेचौँला। अहिले मारवाडी मात्रै धितो राख्नुपर्छ। नौगेडी मलाई म सुरक्षितसँग राख्छु। ए ताइने त्यो कुरा नगर्नु, मलाई पैसा पनि चाहिएको छ, दुइटै लगेर बेचिदियो। भनेको मान है जगत, फुर्कन थियो नौगेडीले। ए ल्याङ्गन नगर्नु, छोड्नु। जगत त्यो नौगेडीले त छिटो छिटो ले भने। अरे भगवान, ले छिटो। ए बाबु पर्खिन, त्यो मारवाडी मात्रै लैजान, नौगेडी म राख्छु। ले त मेरो जिद्दी नगर त। जिती म होइन, तपाईँ गर्दै हुनुहुन्छ। त्यसले दिएको सामान कुनै पनि घरमा राख्ने होइन। त्यसो भए हिँड, म पनि जान्छु तसँग। किन जानु पर्यो तपाईँ? म गएर आइहाल्छु। के कति पैसा आउँछ फेरि तैँले सबै मास्छस्। हिँड, म पनि जान्छु। ए 1 लाखभन्दा जति बढी पैसा आउँछ सबै तपाईँले ल्याएर दिन्छु, भयो? ल मलाई ढिला भयो, म गएँ। बाबु, ए बाबु, जगत, ए जगत, मेरो कुरा सुन्न। ए जगत, के भयो? डाइलिभरी रक्सी ढोक्नु तपाईँसँग पैसा लिएर गयो क्या? खै के भन्ने के नभन्ने। ए भगवान, रक्षा गरिदेऊ। Supported by यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट, कार्पेटको शहंशाह। Education Partner विदेश पढ्न जाने तपाईँको चाहना पुरा गर्छ केआईसी ले। आउने हैन त केआईसी। Driven by Partner Digital Partner Created by Silver Screen Motion Pictures. Movie Partner के भयो? मेरो स्वास्नी गई। मलाई के थाहा तेरो स्वास्नी? नचाहिने कुरा गर्छस्। अस्ति मगरको हातमा मात्र हिँडेको थिएँ भनेर तैँले भने हैनस्? मलाई मेरो स्वास्नी ल्याइदिन्छु भनेर तैँले पैसा लगाए हैनस्? मैले कहिले लिएँ तँसँग पैसा? अबे तेरो दिमाग खुस्यो क्या हो? तँलाई मैले पैसा दिए हैन? काम छैन तेरो? पैसा मलाई मेरो स्वास्नी चाहियो। मलाई मेरो स्वास्नी दे। चाहियो, मलाई स्वास्नी चाहियो। मलाई मेरो स्वास्नी दे। मलाई मेरो स्वास्नी चाहियो। ले ले छोड भनेको। नाइ
पहिला मलाई मेरो स्वास्नी दे अनि मात्रै छोड ए म तेरै स्वास्नी लिन जान लागेको हो के छोड होइन पहिला मलाई मेरो स्वास्नी दे दे म यहाँबाट नभए कसरी तेरो स्वास्नी आउँछ यहाँ होइन त गएर दिँदैन ले ले कोही नपाएर यस्तो मान्छेको पैसा ठगेर रक्सी खान भ्याइ छैन होइन मेरो स्वास्नी ल्याइदिन्छु भनेर पैसा लगायो यसले छोड तेरो पैसा अहिले ठाउँको ठाउँ ल्याएर फालिदिन्छु मलाई पैसा होइन मलाई मेरो स्वास्नी चाहियो मैले भात खान पाइनँ क्या तेरो स्वास्नी पहिला जान्छ तैँले भात खान पाउँदैनस् त मेरो समस्या हो होइन मेरो समस्या हो तर तैँले मेरो पैसा ल्याएको थिएँ नि त पैसा लानु तेरो समस्या हो जगत यस्तो मान्छेको पैसा लानलाई तँलाई अलिकति पनि लाज लागेन मलाई मेरो स्वास्नी जसरी पनि चाहिन्छ है भन्ने छु मैले मेरो स्वास्नी नभएर मैले भात खानै पाएको छैन मलाई कस्तो भोक लागिरहेछ के भयो जगते के गर्दैछस् तपाईँसँग एउटा कुरा गर्नुपर्ने थियो के कुरा हो भन् यो मारवाडी र नौगढी बेच्नुपर्ने थियो बुढीको गहना चोरेर ल्याइस् कि क्या हो के को चोर ल्याउनु उहाँ घिसिङको पैसा नतिरै भएन त्यही भएर आमासँग सल्लाह गरेर ल्याएको बिल छ दुइटै गरेर 3 तोला रहेछ तोलाको 47,000 हुँदाखेरि बनाएको रहेछ कतिसम्म पाए दिन्छु भनेर हिँड्या थिइस् है कस्तो कतिसम्म सुनको भाउ जति छ त्यही अनुसार दिन्न सुनको भाउ त आकाशिएको छ नि तर के गर्नु केटा अहिले मान्छेसँग पैसै छैन लाग्ने भन्दा अलैले घटाएर दिन्न भइहाल्छ नि सुन अहिले तोलाको कति छ थाहा छ तँलाई खै कसले हेर्दै बसोस् र पहिला तिमीहरूले ठ्याक्कै 1,50,000 मा बनाएको रहेछौ अहिले त्यसको दोब्बर छ त्यसैले 3 लाख रुपियाँ खनखन गरेर दिन्छु कतै गएर हल्ला नगर हुन्छ हुन्छ कि हुँदैन हुन्छ याद राख बेचेको माल पछि फिर्ता हुँदैन नि लपक म पैसा लिएर आउँछु ले गहना ल ठ्याक्कै 3 लाख रुपियाँ छ पछि घरमा गाली गरे भनेर सुन फिर्ता लिन आउलस् नि तैँले सामान दिइस् मैले पैसा दिएँ हिसाब किताब बराबर भयो एकपल्ट बेचेको सामान पनि कसैले फिर्ता माग्न आउँछ त हस् म लागे के भयो किन मुख फुलाएर आएकी मेरो त कोही साथी नै छैन कोसँग खेल्नु म घरमै बसेर खेले भइहाल्यो नि बाहिर किन जानु पर्यो घरमा चाहिँ को छ र बरु एउटा बहिनी पाइदिनु उसैसित खेल्छु अहिले चाहिँ ठिक कुरो गरे जस्मिनले मलाई चाहिँ साह्रै मन पर्यो हेर न ऊ चाहिँ फुरुङ्ग परिहाल्नु पर्ने अनि छोरीले मानसिक कुरो गरेपछि फुरुङ्ग हुनु पारेन ल तल बुढी एउटा फुलमा किसिम पाइदै मेरो पनि इच्छा पुरा हुने जस्मिनले पनि साथी पाउने के कसो जस्मिन हो त अझ हो त रे हेर न लाज बचेकाहरू पुरा 1 लाख छ अब यति भएपछि त उजुरी गर्दैनस् होला नि
चोरेर ल्याएको पैसा त होइन नि? साले चोर जस्तो देखिस् मलाई? मसँग अर्को 1 लाखको बिटो पनि छ। मसँग जान्छस् भने हिँडे गरिमा यो लाखको बिटो यसको मुखमा हान्दिउँला। साले मेरो बुढा तम्छस्। म झगडा नगर यस्तासँग। गुलाई चलाए गन्ध। यस्ता गुहरूसँग के कुरा गर्नु? कसलाई गो भनिस्? तँलाई भनेको के गर्छस्? मम्मी झगडा नगर्नु, तपाईँ जानु यहाँबाट, जानु भनेको। यसैलाई भन्छन् बुझिस्, माल पाएर चाल नपाएको। सँगै हुँदाखेरि निकालेर पठायो, अहिले लान्छु भनेर न्यु खोज्न आउँछ। म मेरो बुढीले लानिदिन्छु क्या हो, त्यसको फुटेको आँगले पनि हेर्न दिन्न म। आमा के भइरहेछ आज तँलाई? किन यसरी छटपटेर कि? चियालिङ ल ल ल के गरी समाते कि? तपाईँको त हात पनि कामिरहेको छ त। सर छैन कि क्या हो? जगत कहाँ गयो होला? अहिलेसम्म आएको छैन। स्वास्नीलाई घरबाट निकालेर चाँडै भएको छ तेरो छोरा। कतै बसेर धोकिरह होला नि। अब त्यस्तोको चिन्ता लिएर साध्य हुन्छ? म खोजेर लिएर आउँछु। के बच्चा जस्तो खोज्न जान्छु भनेको? जाओ भने राति सुत्न घर आइहाल्छु नि, पर्दैन जान। जसरी भयो नि खोजेर ल्याउँछु म त्यसलाई। होइन के भएछ आज तेरो आमालाई? त्यसको यस्तो व्यवहार त मैले अहिलेसम्म देखाएको थिएन। कसैको नभएको छोराको माया लायो होला नि। साँच्ची भन्नुपर्दा त दाइ बिग्रेको आमाकै कारणले हो। यहाँ आएर कुकुरको मुख धोक्न भ्याइछ कि छैन? आफ्नो चाहिँ यहाँ मन बढी परिरहेको छ। के गरिस् त्यो गना? बेचिसकेँ मैले। कतिमा बेचिस्? बेचेपछि खुरुच्च घर आउनु पर्दैन? त्यो घिसिङको पैसा तिर्नु पर्दैन? हे किचिज नगर्नु तपाईँ। सुरुमै पहिले गएर त्यसको मुखमा पैसा फाल्देर आइसके। अब टेन्सन छैन त्यसको। लिनु यो राख्नु 1 लाख रुपियाँ। यति मात्रै? एउटा मात्र बेचे होस्? के को एउटा बेच्नु? 2टै बेच्याउ। त्यो कुकुरनीको गहना राखेर के फाइदा? अनि जम्मा यति मात्रै आयो? जति आयो पनि तपाईँलाई यति भए पुगेन? बढी जानी न हो त? मारवाडी र नौगढी गरेर 3 तोलाको थियो। 2 लाखको दरले पनि 6 लाख आयो होला। 5 लाख रुपियाँ मलाई ले, बाँकी पैसा त राख। त्यो पैसा म सुरक्षित राख्छु। तँसँग भयो भने तैँले सबै मासस्। मैले जम्मा 3 लाखमा बेचेको। के नचाहिने कुरा गर्छस्? कसलाई बेचिस्? सुनको भाउ हेर्न पर्दैन अहिले कहाँ पुगेछ? जब 1.5 लाखमा किनेको सुन 3 लाखमा बेच्दाखेरि त 1.5 लाख त फाइदै भयो त। बढी जानी न? आधा भन्दा कम दाममा किन्ने कुन असति हो त्यो? कालो आएर बेचेको होस् मलाई देखा, म कुरा गर्छु। सुन यस्तो महँगो भएको बेलामा ठग्न पाइन्छ? छोड्दिनु, म भोलि गएर कुरा गरौँला। अहिले तपाईँ घर जानु। पर्दैन। खुरुक्कन कालो गएर बेचेको होस्, लिएर हिँड मलाई। कति किचिज गरेको? साउजी तपाईँको पैसा यहाँ टेबलमा छ। बाबु, ए जगत बाबु, त्यत्रो पैसा अरूलाई किन खुवाउँछस् भन् त? तेरो बुद्धि कहिले आउँछ? भने त पछि माग्छु भनेर। पछि कहिले माग्छस्? खुरुक्कन मलाई त्यहाँ लिएर हिँड। होइन भने म आज तेरो पिच्छा छोड्दिन। एकपल्ट बेचेको सामानको पैसा फेरि गएर माग्नलाई त्यो तपाईँको ससुरा हो?
1 लाख रुपियाँ पाउनु भयो त चुपचाप राखेर घर जानु, होइन भने मभन्दा नराम्रो कोही पनि हुँदैन। रमेश खाना खा। आफूलाई सम्हाल, यसरी कमजोर नबन। मलाई कस्तो गाह्रो भइरहेको छ सीता, मेरो मन एकदमै भारी भइरहेको छ, मुटु कस्तो जोड जोडले धड्किरहेको छ, यो एक गाँस ढिँडो निल्न पनि कस्तो गाह्रो भइरहेको छ। जुन कुरा आफूसँग हुँदैन नि त्यो कुरामा दुखी हुनु भनेको आफूले आफूलाई जलाउनु हो, आफूले आफूलाई तडपाउनु हो, दुःख दिनु हो। यसरी छोडेर जाने मान्छेको लागि त आफूलाई किन दुःख दिन्छस् भन् त? मैले मलाई दुःख दिन्छु भनेर कहाँ दिएको हो र? यसरी तडपिनु कसलाई चाहिँ रहर हुन्छ र? सीता, मलाई यहाँ कति गाह्रो भइरहेको छ भन्ने कुराले अरूलाई केही पनि फरक परेको छैन होला है? मलाई यहाँ यसरी तडपाएर खुब आरामले बसिराख्नु भएको छ होला है? आगो बाल्नको लागि नि पहिला सलाई आफैले जल्नुपर्छ। आफू नजलिकन अरूलाई जलाउन सकिँदैन। जो मान्छेले अरूलाई दुःख दिन्छ नि हो त्यो मान्छे पनि कदापि खुसी हुन सक्दैन। मलाई राम्रोसँग थाहा छ अहिले अनु तँभन्दा बेसी तडपिराख्नु भएको होला, तँभन्दा बेसी जलिराख्नु भएको होला। गुड मॉर्निंग, कैसे हैं आप सब। चलिए आज का इस वीडियो आप लोगों के लिए बहुत ही इम्पोर्टेंट है। तो चलिए, अभी तक बहुत सारे लोग हैं जो इस चैनल से जुड़े हैं, तो बहुत सारे लोगों को जो भाई मेरे गाना गाते हैं या वीडियो बनाते हैं उन लोगों का अभी तक चैनल मोनेटाइज नहीं है, तो उन लोगों के लिए ये वीडियो है। और जो भाई लोग मोनेटाइज है चैनल उन लोगों के पास लेकिन वो अर्न नहीं कर पा रहे हैं, उन लोगों के लिए ये वीडियो है। तो वीडियो के साथ बने रहे, वीडियो पूरा लास्ट तक देखिए। चैनल पर नए हैं तो चैनल को सब्सक्राइब करिए और
बेल आइकन घंटी दबा के रखें ताकि मैं कोई भी वीडियो लेके आऊँ तो सबसे पहले आप सबके बीच में। तो चलिए मैं आप लोगों को बतलाने वाला हूँ कि आज आप लोग अपने चैनल को कैसे मोनेटाइज करा सकते हैं हमसे संपर्क करके, या अपने चैनल पे डॉलर इंक्रीज कैसे कर सकते हैं। तो सबसे पहले जिन भाइयों को चैनल मोनेटाइज नहीं है, अगर वो मोनेटाइज कराना चाहते हैं तो हमसे संपर्क कर सकते हैं। इजीली हम कम से कम पैसे में आपका चैनल मोनेटाइज करके देंगे। दिए गए नंबर पे आप लोग संपर्क कर सकते हैं। सबसे पहले मैं आप लोगों को प्रूफ दिखाना चाहता हूँ। जितना मैं चैनल पे वॉच टाइम किया हूँ वो सब यहाँ पे मैं प्रूफ लगा देना चाहता हूँ। यहाँ पे आप लोग देख सकते हैं एक न्यू टैलेंट प्रोडक्शन करके चैनल है यहाँ पे, जिसपे 4700 मैं कर दिया हूँ। और ये भी देख सकते हैं आप लोग, ये भाई ने बोला है कि मेरा चैनल हाइड करके रखिएगा, इसलिए मैं इस चैनल को हाइड करके रखा हूँ। तो यहाँ पे आप लोग देख ही रहे हैं कि ये भी चैनल मोनेटाइज है। 4000 वॉच टाइम इस पर भी कंप्लीट है। हम लोग 4000 से जस्ट ज़्यादा करते हैं वॉच टाइम। तो आप लोग इजीली हमसे संपर्क करके आपके चैनल पर कोई स्ट्राइक वगैरह देखने को, कोई दिक्कत देखने को नहीं मिलेगा। इजीली आपका चैनल मोनेटाइज हो जाएगा कम से कम पैसे में। तो आप लोग संपर्क करके अपने मोनेटाइज चैनल करा सकते हैं। और जो भाई को चैनल मोनेटाइज है वो पैसा नहीं कमा रहे हैं, तो लोग हमसे संपर्क करके इजीली डॉलर बढ़ा सकते हैं, या वो खुद से कोर्स लेके भी अपना डॉलर बढ़ा सकते हैं इजीली। तो देख सकते हैं एक वीडियो है जिसपे व्यू में दिखा रहा हूँ सब कुछ बारीकी से। यहाँ पे आप लोग देख सकते हैं, स्क्रीन रिकॉर्डिंग में लगा देता हूँ। यहाँ पे देख सकते हैं आप लोग 2083 व्यू है। इस पे 1200 वॉच टाइम मिला है, लेकिन इस पे रेवेन्यू $65 बना हुआ है। तो आप लोगों को $200-300 बढ़ाना चाहते हैं तो बढ़ा सकते हैं, या आप खुद से आप लोग बढ़ाना चाहते हैं तो कोर्स लेके आप लोग खुद से बढ़ा सकते हैं। और जिन भाइयों को वॉच टाइम भी खुद से बढ़ाना चाहते हैं वो भी इजीली कोर्स लेके आप लोग अपने चैनल पर 4000 का वॉच टाइम कर सकते हैं। देखिए कोर्स अगर लीजिएगा तो आपको ज़्यादा फायदा लगेगा, क्योंकि कोर्स लीजिएगा तो आप अनलिमिटेड चैनल पर वॉच टाइम कर सकते हैं। या डॉलर बढ़ाने का कोर्स लीजिएगा तो आप 4-5 चैनल पे आराम से अपना डॉलर बढ़ा सकते हैं और दूसरों का भी ऑर्डर ले सकते हैं। तो आपको जो अच्छा लगे वो ले सकते हैं। मेरे पास हर एक सर्विस है A to Z, यूट्यूब से लेकर फेसबुक तक आपका कोई भी समस्या का समाधान यहाँ मिल सकता है। तो चलिए आज इस वीडियो को यहीं रोकते हैं, मिलते हैं नए वीडियो के साथ। अगर आप लोगों को काम कराना है तो ये दिए गए व्हाट्सएप नंबर पे कांटेक्ट कर सकते हैं। इजीली आपका काम हो जाएगा, कोई स्कैम नहीं, कोई फ्रॉडगिरी नहीं होगा। आप लोग इजीली अपना काम करा सकते हैं। वीडियो कहीं रोकते हैं, धन्यवाद, जय हिंद। रीडिंग, लुक एट द पिक्चर बिलो and answer the question. What do you think the man is doing in the picture? Do you think the bird wants to be free? Why? The small birds wisdom. A rich man was taking troused his springtime garden, and there he found a small bird caged in a net. He took it in his hand, and to his surprise, the small bird spoke, "Set me free. There is nothing I love more than my freedom. Why should I set you free?" asked the rich man. "I am too small to eat. My father are grey. I am not pretty. I do not sing. Please set me free." "What will you give me in return for your freedom?" "I will give you 3 pieces of advice. I will listen to your advice, then I
will decide whether to give you your freedom. First, do not wish for what you cannot have. Second, do not try to change what has already happened. There, do not believe in what is impossible. Which words indeed said the rich man. He opened his hand, and the small bird flew up to the branch of a tree overhead. The rich man heard the small bird longing. Small bird, why do you long? Are you laying at me? Yes, what you do not know is that inside me I have a diamond the size of a chicken's egg. A moment the rich man could not speak. His eyes grey dark, his heart stopped beating. He could hardly catch his breath. Finally, he said, "Small bird, come back to me. Now it is spring time and all is well. Soon summer will come and go, but then winter will come and it will be cold. Will you will be hungry. The now will be deep and you will have nothing to eat. You will starve to death in the cold. Come back to me and I will look after you. I will keep you warm and feed you throughout the long winter. The rich man held out his open hand to the bird, but the bird just lingered. Are you still longing at me? Yes, you are, like all men. So soon you have forgotten my device. Do not wish for what you cannot have. You cannot have me, for there is nothing I love more than my freedom. Do not try to change what has already happened. You have already set me free, and you cannot change this. Do not believe in
What is impossible? How would it be possible for a small bird like me to have a diamond the size of a chicken's egg inside and letting the small bird fly away? Source: story link with our student. Write the words from the text which have the following meaning. The first letter of each word has been given. A. Number A. That cannot be done. I. Dot, 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 dot. Number B. Above your head in the sky. O. Dot, 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 dot. Number C. The power of right to do something. F. Dot, 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 dot. Number D. A series of regular hit of something such as your heart beat. Dot, dot, dot. Number E. To suffer or dies because you do not have enough to eat. Yes. Dot, 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 dot. Number F. A clear perfuse stone, the hardest substance. D. Dot, dot, dot. Number of B. Complete the following sentence with the word from the previous text. Number A. She is Dada in help herself to try to lose weight. Number B. I find it Dada to lie to her. Number C. Dada planes flew Dada constantly. Number D. Gold is less expensive than. Number E. I have been running for 1 hour. My hat is after. Number F. Everyone has the right to education. C. Read the story again and write true or false for the following statement. A. The man held the bird in his hand. B. The bird sighed, then it enjoyed being caged in the net. C. The bird suggestion were wise. D. The bird really had a diamond inside it. E. The men believed that the bird had a diamond. F. The bird was happy to be free. D. Read the story again and put the following sentence in the correct order. A. The man requested the bird to come back to him. B. A man saw a bird caged in a net. C. The small bird gave him 3 suggestions. D. The man set the bird free. E. The bird language for the third time and flew away.
F. The small bird talked to the man. E. Retell the story in your own words to your friends and teacher in class. You can tell the story either as the man or the bird. You can start your story, for example, as the man. I am a rich man. Once I was walking through my richly scented springtime garden, and I found a small bird caged in a net. As the bird one unfortunate day, a rich man found me caged in a net in his garden. Pronunciation. Listen to your teacher and pronounce these words. What difference do you find? Sing, rich, you soon, starve, warm, just, first, breath, cream, length, hunt, grammar, I. A. Read the story. A small bird with wisdom again, and write down all the nouns in the correct columns below. Things that you can count. Things that you cannot count. B. Countable or uncountable. Look at the sentence below. Are the noun highlighted in the following sentence countable or uncountable? I made a cake this morning. She has browsed a box of chocolates. I have I love coffee with hot milk. Can you get some coffee, please? I all have a coffee, please. I've got some garlic and some butter. I haven't got enough pepper. I am frightened need of dogs. Strawberries have a lot of vitamin C. Some students have run away after seeing the head teacher. Complete the sentence with an a, an, or some. He, all, he, he'll need umbrella if he goes out. Daisy needs new phone. How about cup of tea, please? I've got idea. Could you get me more tea, please? I've got
lemon and apple and chicken. I like blue pen. There are books on the table. Would you like apple? Here's lemon from our garden. Listen. Look at the picture and guesses the answer to this question. Where do you think the women are? Where do you think they work? What do you think they are talking about? Listen to the audio and complete the sentence with only one word. The lunch break lasts 4 minutes. The woman cannot leave for lunch 30 minutes. Everyone has to work from AM to 4 p.m. There is no flexi at the company. The company has a code to there are not allowed to wear casual clothes. The worker can take all their vacation days at once with 1 month pre-paid. Write as many questions as you remember from the audio. Speaking. What might you say in the following situation? Close 1. Expression from the box. You are feeling hot. Your mobile phone it is not working. You are looking for a chair to sit on. You want to type something on the computer. It's running outside, but you need to go out. You are going to a party, but you don't have any appropriate clothes. You be lost your pen and you want to write sometime. Can I use your pen, please? Do you mind if I take your umbrella, please? It is okay. If I sit here, please. Can I wear your sweet tonight, please? May I use your computer, please? Do you mind if I use your phone, please? May I open the windows, please? The following expressions are used for responding to someone asking for permission. Put them in the correct box. No, I don't mind. I am afraid you cannot. Yes, you can. Shuru, I am sorry. Shuru, go ahead. No problem. Yes, you may. Yes,
certainly given permission, refusing permission. Work in pair. Take turns to tell to each other in the following situation: give or refuse permission. Label class yearly. Take the chair. Have sometime more ice cream. Borrow your calculator. Bring my friend to the party. Drink water. Open the windows. Turn on the fan. Reading. Answer the following question. How do you feel in you are tired of something? How does a very old woman feel in the last stage of his her life? May I go now? Do you think the time is right? May I say goodbye to pain filled days and endless lonely nights. I we live my life and done my best and example tried to be. So can I take then that step beyond and set my sprite spirit free? I did not want to go at first. I froze with all my might, but something seemed to draw me now to warm and living light. I want to go. I really do. It's difficult to stay, but I will try as best I can to live just one more day.
to give you time to care for me and share your love and fears. I know you sad and afraid because I see your tear. I will not be far. I promise that and hope you all always know that my spirit will be close to you wherever you may go. Thank you for loving me. You now I love you too. That's why it's hard to say goodbye and end this life with you. So hold me now just one more time and let me hear you say because you care so much for me you I ul let me go today